ल यो चाहिँ मेरो बाइक हो, म राम्रोसँग पुसेको छैन। अब घर गएर नै धुनुपर्छ। जाँदा जाँदै बाटोमा नि हल्का फोहोर हुन्छ, हल्का भए पनि यसो पुसेर राम्रो बनाएर अब बुटोलतिर लाग्दैछु। भोलि चाहिँ बजार चाहिँ मैले लगाउने विचार गरेको छु र बजारको भ्लग पनि बिस्तारै आउँदै गर्छ। यो है म चाहिँ बुटोलको लागि रवाना भइदिउँ। काम चाहिँ बेसी नै लागेको छ, बेसरी चर्को काम छ। 1 2 and 3 पेट्रोल चाहिँ भरेर जानुपर्ने हुन्छ बाटोमा। सबै कुरा त राखेको छु नि। There we go। ल हेलो सबैजनालाई, स्वागत छ मेरो नयाँ भ्लगमा। मोबाइल हेलमेट बन्द गरौँ, हावाले विन्ड नोइज बेसरी आयो होला होइन। ल हेलो गाइज सबैजनालाई वेलकम। म चाहिँ उत्तम राणा, तपाईँको नयाँ प्यारो बजारमा आउँदै गरेको नयाँ भ्लगर। एन्ड म चाहिँ अहिले मेटियोर 350 मा चढेर म आफ्नो घर अफिसदेखि, मेरो अफिस चाहिँ चितवन हो, अफिसदेखि चाहिँ म जाँदैछु बुटोलको लागि। आइए देखते हैं बैठन मजा आएगा। 1000 को पेट्रोल, 1000 रुपया एन्ड देन स्क्यान विथ द फेस। 55 ल अब चाहिँ मस्त सरर हावा पनि आउने रहेछ त यहाँ त। चलो राइट टर्न। मेरो राइट मिरर, यता चाहिँ लेफ्ट मिरर। कसले फोन गऱ्यो फेरि? ल फोन आएको थियो, हल्का डिस्टर्बेन्स भयो यार बिच बाटोमा। ल केही पनि भएन। अहिले हामी पुल पारी, यो कुन ठाउँ भन्छ मलाई पनि थाहा भएन है। म यत्रो 2 वर्ष नै हुन लागिसक्यो। गैँडाकोट भन्छ यसलाई केला। यो चाहिँ हाम्रो गैँडाकोटको बाटो। मजाले सिनलाई चाहिँ यसो इन्जोय गरिदिनु। मलाई त मजा आइरहेको छ है, तपाईँहरूलाई कतिको मजा आइरहेको छ। यो हाम्रो नारायणगढ बुटोलको बाटो 80 को स्पिडमा मजाले गुडेको। विन्ड नोइज पनि आयो होला। विन्ड नोइज त किन नआओस् र, यताबाट गाडी इन्जिन ब्रेकिङ। दिस इज वाइ इन्जिन ब्रेकिङ इज इम्पोर्टेन्ट। स्लो, यहाँनिर चाहिँ स्लो। म जहिले बिर्सिन्छु। बनाइसकेको रहेछ त। ल 5 गियर। ओके, सुस्त हमेसा स्लो एन्ड स्टडी विन्स द रेस है त। म अगाडि जान्छु है, म अगाडि जान्छु। ल ब्रदर, थ्याङ्क यू। र टाउको पनि ढल्केर ऊ पनि ढल्के जस्तो देखिएला होइन। यता त राइटतिर टर्न लिएर के रहेछ यतातिर? केही छैन। ल आवाज बाइकको कस्तो आइरहेछ त्यो पनि, साउन्ड पनि चेक गरिदिनु होला। यो बाटो किन आएको तिमीहरू? यो बाटो किन आएको? ओइ धुवा। यता बियर फ्याक्ट्री छ क्या कतानिर। तपाईँलाई त्यही बियर फ्याक्ट्री म तपाईँहरूलाई देखाउँछु भनेर हो। अब कता छ आयो आयो। दिस भिडियो इज नट स्पोन्सर्ड बाई यो गोर्खा है। फेरि यो गोर्खा 1 किलोमिटर धेरै पनि छैन यहाँबाट भित्र गोर्खाको जुन फ्याक्ट्री छ, त्यो फ्याक्ट्रीमा चाहिँ हामी भित्र चाहिँ जान मिल्छ। धेरै कुरा देख्न पाउनुहुन्छ। बाटो पनि एकदमै राम्रो भएको छ अहिले, मजाले स्मुथमा। 2 घन्टाको बाटो। म चाहिँ अफिसबाट अलिकति हिँड्न चाहिँ अलिकति ढिलो मात्रै भएको, नत्र चाहिँ 5 बजे नै पुग्छु भन्ने चाहिँ मैले उद्देश्यले म हिँडेको थिएँ। तर त्यो चाहिँ म अलिकति मिलेन। 4 बजे रहेछ। अब हामी अहिले छिरियो कहाँ भन्दा गैँडाकोट 11 मा छिरियो रहेछ है त। ओइ धन्दै ठोकिएको, यतिले ठोकिएको। बाइकको पर्फर्मेन्सको कुरा गर्नुहुन्छ नि, इट्स गिभ मी अ प्लेन्टी अफ माइलेज है। मलाई चाहिँ बेसरी मनपर्छ मेरो बाइक। अरूलाई अब के भन्नु न, अब लुक्स वाइजमा या पर्फर्मेन्स वाइजमा। पहिला अब क्लासिक चलाउने, पुरानो क्लासिकहरू चलाउने जुन तपाईँको ट्विन डाउन इन्जिनहरू या तपाईँको 350 पुरानो इन्जिनहरू चलाएर आइराख्नु भएको छ भने चाहिँ तपाईँलाई यो बाइक चाहिँ अलिकति मन चाहिँ नपर्न सक्छ। किनभने यसमा चाहिँ जुन नयाँ जे सिरिज इन्जिन छ त्यति चाहिँ उनीहरूलाई जुनवाला किक दिन्थे, जुनवाला जुन फिडब्याक या त्यो फिडब्याक चाहिँ अलि चाहिँ पाउँदैन। किनकि त्यो इन्जिन भनेको एकदमै बढी फिडब्याक दिन्छ क्या। अब यो इन्जिन भनेको कस्तो छ भन्दाखेरि अलि फिडब्याक त दिन्छ बट एकदम स्मुथ वेमा। अब जसले भर्खर नयाँ बाइक चलाउनु भएको छ, जे सिरिज बुलेटको नयाँ बाइक चलाउनु भयो भने त्यसको लागि चाहिँ नो प्रब्लम। किनकि उसले फर्स्ट टाइम नै चलाएको हुन्छ नि त। उसको लागि त बाइक भनेको बाइकै हो, पहिलो इन्जिन त पहिलो इन्जिनै हुन्छ। त्यसमा उसले चाहिँ पुरानो इन्जिन त चलाएको छैन।
सो नयाँ इन्जिनमा चाहिँ तपाईँको स्मुथनेस बहुत राम्रो छ है अनि तपाईँको माइलेज पनि एकदमै इम्प्रुभ भएको छ भने पुरानो इन्जिनको जस्तो चाहिँ तपाईँको किकहरू जे जे तपाईँले खोज्नुहुन्छ त्यो चाहिँ यहाँ चाहिँ नपाउन सक्नुहुन्छ। ल थोरै अलिकति यहाँ डिस्टर्बेन्स आयो ओके। जुन अब मैले भनिसकेँ जुन किक सिक छ है त्योवाला चाहिँ त पाउनुहुन्न बट यु क्यान ह्याभ द गुड राइड है। अनि देन जुन रफ बाटोमा कस्तो छ के छ भन्दाखेरि रफ बाटोमा चाहिँ एकदमै अफरोडमा चाहिँ त्यति साह्रो राम्रो चाहिँ छैन। मैले चाहिँ कतिपय भिडियोहरू देखेको थिएँ है पहिला चाहिँ तपाईँको अफरोडमा चलाइरहेको र त्यो अफरोडमा चलाउँदाखेरि उनीहरूको चाहिँ के भयो भन्दाखेरि पछाडिको सस्पेन्सन हुन्छ नि त्यो सस्पेन्सन फुटेको भाँचेको होइन त्यसले गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ एक्सपिरियन्समा त्यति राम्रो चाहिँ नलागेको भन्ने चाहिँ कति रिभ्यूहरू पनि देखिरहेको हुन्छु। मैले के भन्छु भन्दाखेरि इन द्याट केस है यो तपाईँको यो बाइक चाहिँ के गराएको मैले चाहिँ यसो यो डिस्क प्लेट घिसे जस्तो अब चाहिँ आछ मेरो हो कि अगाडिको यही बाइकको रहेछ मतलब मेरो बाइकको हो कि भनेको के भन्नु लाग्थ्यो भने त्यस्तोवाला चाहिँ केसहरू चाहिँ आएको देखेको थिएँ भने अब त्यो केसमा चाहिँ मैले के भन्छु भन्दा तपाईँले यो बाइकलाई कुन पर्पजको लागि लिइराख्नु भएको छ त्यसको लागि चाहिँ अब तपाईँले के सोच्नु भएको छ त्यसले चाहिँ मिट गर्छ कि मिट गर्दैन भन्ने कुराहरू पहिले नै हजुरले चाहिँ हेर्नुपर्ने हुन्छ है। किन भन्दाखेरि मैले चाहिँ यो हाइवे क्रुजिङको लागि लिएको थिएँ नट अफरोडको लागि नो है किनकि म अफरोड त्यति गर्दा नि गर्दैन एन्ड देन मलाई कुनै दिन अफरोड गर्न मन लाग्यो भने म यो बाइकमा जान्छु होला तर नट द्याट रियली मच सधैँ अफरोडलाई चाहिँ गर्दैन सधैँ अफरोड त गर्नु भएन नि कहिले कसो त इट्स ओके एक दुईचोटि मुस्ताङ जाम्ला अहिलेसम्म गएको छैन त्यसको भिडियो पनि आउँदै गर्छ तर जे होस् तपाईँले चाहिँ अब अफरोडै गर्नुहुन्छ भने यो बाइक लिएर चाहिँ धेरै अफरोड चाहिँ नगर्नु। यो बाइक अफरोडको लागि होइन तपाईँले चाहिँ हाइवे क्रुजिङ गर्नुहुन्छ भने मस्त बिना हिट ओभर हिट चाहिँ हुँदैन है हाइवे क्रुजिङ गर्दा बट तपाईँले यदि 20को स्पिडमा 2-3 गियरमा राखेर चलाउनुहुन्छ भने अभियसली ओभर हिट चाहिँ हुन्छ र मेनली चाहिँ यो बाइक चाहिँ मैले हाइवेको लागि एकदमै स्मुथ चाहिँ मानेको छु है। तपाईँहरूले मुस्ताङ राइड जानुहुन्छ भने यो ल मुस्ताङ राइड जानुहुन्छ भने यो बाइक चाहिँ नट अभियसली फर यु। हजुरले धेरै मुस्ताङ राइड चाहिँ गर्नुहुन्छ भने दिस बाइक इज नट फर यु। म ओभरट्याक गर्छु यता कसरी गर्न मिल्छ ओभरट्याक क्यान यु गिभ मी सम ओभरट्याक गर्ने बाटो ठाउँ दिनुहुन्छ थोरै ओके के रहेछ ल बाइक पो रहेछ ल ओभरट्याक गर्ने यतातिर के कताबाट छिर्ने बाटो भयो जस्तो मान्थेँ अलि छैन रहेछ ल म ओभरट्याक गर्छु अनि त्यसो तपाईँहरूसँग चाहिँ कुरा गर्छु है। अब मिल्छ हेलो दाजु अब मिल्छ नै मिल्दैन ठिक छ राइट टर्न लेफ्ट टर्न केही छ रहेछ नि साइड लाइट नदिने यार साइड लाइट त दिनुपर्छ कमसेकम यार साइड लाइट त दिनुपर्छ भाइ साइड लाइट नदेखिन के हो यस्तो। ल म बाइकको कुरा गर्दै थिएँ होइन ओभरअल बाइक चाहिँ एकदमै राम्रो छ आई लभ दिस बाइक दिस इज माई मैले चाहिँ यसको नाम चाहिँ गजानन्द राखेको छु एन्ड प्लेनिटी अफ तपाईँको पेट्रोल ट्याङ्क 15 लिटर 350को इन्जिन तपाईँहरूलाई चाहिँ मजाले मुस्ताङ राइड गर्नुहुन्छ भने पनि नो प्रब्लम तर धेरै मुस्ताङ राइड चाहिँ नगर्नु होला यो बाइकबाट चाहिँ भन्दै यति बाइकको बारेमा चाहिँ म यति नै समाप्त गर्न चाहन्छु र धन्यवाद। के भन्छ सिजी मन्दिर काउसित यो तर सिजी मन्दिर ओके देन सी कति मान्छेहरू आउँछन् भिजिटरहरू आउँछन् मजाले भिजिट गर्छन् वेलकम टु नेपाल एन्ड नेपालमा चाहिँ तपाईँले भिजिट गर्नु एकचोटि भिजिट गर्नु पनि दुईचोटि गर्नुहुन्छ। अब त बाटो पनि राम्रो छ बालन सरकार छ सबै कुरा राम्रो छ हाम्रो सबै होम मिनिस्टर पनि भर्खरै युवा हुनुहुन्छ सबैजना हो कुरा गर्नेको उसमा चाहिँ मैले साइड लाइटहरू सबै यो अफ गर्न चाहिँ बिर्सिन्छु अलिकति पहिलोचोटि भएर होला अलिकति नर्भस पनि छु त्यसको लागि चाहिँ एकदमै सरी एन्ड केराउनी टोल गरे ल यहाँनिर चाहिँ पुल बनाउँदै रहेछ त्यही भएर चाहिँ यसो बाटो चाहिँ बन्द रहेछ बाटो बन्नको लागि बन्द हो भने त ठिक छ यदि बाटो बने होइन
केही पनि भएन अगाडि कामै भएन भने त्यसको बन्द गरेर चाहिँ फाइदा छैन है फाइदा छैन बन्द गर्दाखेरि चाहिँ काम पनि भएको हुन पर्यो केराउनीको सिटी नै होला यो अब यो के छ अब यस्तो छ अब यस्तो साइड बाल्दैन न नि त्यही भएर चाहिँ ओभरटेक गर्ने हो कि के गर्ने थाहै हुन्न यहाँ पनि डाइभर्जन सबैतिर डाइभर्जन होइ कति डाइभर्जन छ त हो आज त डाइभर्जनमा डाइभर्जन जहाँ पनि बाटो बनेकै बनाइछ यार के हो यस्तो राम्रो के हो यस्तो राम्रो नराम्रो होइन है राम्रो दाजुहरू भाइहरू बाटो बनेको त राम्रो हो नि बाटो बनेको त राम्रो हो ल धुवाँ आएको चाहिँ राम्रो होइन है ल धुवाँ चाहिँ मैले धुवाँ किन खाइरहेको छु यार सरी यहाँ त डेटिङहरू धेरै देखिन्छ नि केटा र केटीको केटा र केटी डेटिङ जान्छन् अब केटा र केटी डेटिङ नगरेर के केटी डेटिङ या केटी जान्छन् केटा पनि जान्छन् दुइटै जान्छन् आजभोलि त ओ नो केटी के केटा के सबै केटी धन्दैले यार गफको तालमा ओ नो अलिकति ध्यान दिन पऱ्यो है यो ब्लगिङको चक्करमा फेरि क्लगिङ होला फेरि है मेरो ल यो हो हाम्रो मजाको आयो अलिकति सिटी एरियामा चाहिँ बाटोहरू बन्दै रहेछ त्यसले चाहिँ थोरै डिस्टर्बेन्स भएको थियो तर यतिखेर चाहिँ मैले जहाँ सुट गरिरहेको छु यो बाटो चाहिँ अहिले हामी जाँदैछौँ कहाँ भन्दा मलाई पनि थाहा छैन अब बाटोमा पुगेपछि अब थाहा हुन्छ आनन्दले हेरौँ कहाँ पुगिन्छ चाहिँ बजार एरिया कुन बजार हो यो भन्ने चाहिँ मलाई पनि थाहा भएन देख्न सक्नुहुन्छ छ बाटो क्रस गर्दै एकजना मान्छे यताबाट न एकजना मान्छे ल सबैतिर यसो हेर्नु पऱ्यो पुलिस स्टेसन पनि छ सुस्तो जानु पऱ्यो नत्र अहिले मामाले फेरि मलाई फेरि है छिटो जाऊ क्रस गर छिटो नानीहरू ल बाजे चाहिँ क्रस गर्नु भएन धन्यवाद बाजेलाई मलाई रोकिदिनु भएकोमा वी आर इन नवलपुर कहाँ भयो कहाँ के लेखेँ त नवलपुर के लेखेँ यार मैले राम्रोसँग देखेन अब यसमा लेखेको छ कि नवलपुरको त कावासोती नै छौँ त हामी त के हो ओ माई गड कावासोती यति लामो बाटो चाहिँ लामो के टाइम थोरै भए पनि बाटो चाहिँ लामो छ के भने मैले मलाई पनि थाहा छैन है ल म के बोल्दैछु यो भ्लग बनाउने चक्करमा चाहिँ अलिअलि बढी बोलिन्छ भन्ने यस्तै हो त्यही भएर चाहिँ हाम्रो रतन पनि भ्लग बनाउने बेलामा यस्तै छ नि त अलिअलि बोल्न थाल्यो भने फेरि बाई द वे दिस इज द रोयल इनफिल्डको आफ्नैवाला प्रिमियमवाला ग्लोभ्स हो कि होइन थाहा भएन प्रिमियम त तर जस बाइक किन्दाखेरि यो ग्लोभ्स पनि मैले फ्रीमा त पाएको होइन त्यतिखेर नै किनेको फ्रीमा चाहिँ केही पनि पाउनुहुन्न है यो बाइक लिँदाखेरि फ्रीमा पाउने कुरा भन्ने त सोचेरै नजानु होला यो तपाईँले इभन लेग गार्ड हुन्छ सम गार्ड हुन्छ तपाईँको जे छ इभन हेलमेट पनि तपाईँको राम्रोवाला दिँदैन कि है तपाईँले फ्रीमा चाहिँ केही पनि पाउनुहुन्न फ्रीमा पाउने भन्ने कुरा सोचेर पनि नजानु होला म पनि अब यस्तो थियो म जाने बेलामा त फ्री भनेर त सोचेर गएको थिएन तर एक्स्ट्रा पैसा मैले 40-50 हज़ार चाहिँ एक्स्ट्रा नै लाग्यो इन्सुरेन्स गरेँ नामसारी गरेँ के गरेँ यो त्यो जे खाछ त्यो सबै भए जतिको कुराहरू थपेर चाहिँ 6.5 लाख जति त लाग्यो यो बाइकलाई पनि है तपाईँ पनि यसो जाँदै हुनुहुन्छ बाइक यो मेटियोर 350 लिन जाँदै हुनुहुन्छ भने ट्याक्लाक्कै पैसा लिएर चाहिँ नजानु होला ट्याक्लाक्कै पैसा लिएर गयो भने बाइक चाहिँ लिएर जानुहुन्छ तर हेलमेट बिनाको मजा आयो होला तपाईँलाई मेरो भ्लग हेर्नलाई यस्तै भ्लग हेर्नलाई मलाई प्लिज लाइक सब्सक्राइब फलो हुन्छ कि जे हुन्छ टिकटकमा हुन्छ युट्युबमा हुन्छ जेमा हुन्छ फलो लाइक सब्सक्राइब इन्जिन ब्रेकिङ इज इम्पोर्टेन्ट अहिले हामी आइयो यो कुन ठाउँ हो यो आई डोन्ट नो कुन ठाउँ हो बट जुन ठाउँ भए पनि यसपछि चाहिँ आउने भनेको ओखलढुङ्गा हो कि अरुण खोला हो कुन हो जानु ब्रदर जानु तपाईँ जानु त्यसै म जान्छु आइहाल्यो ल अब यसपछि चाहिँ बल्ल अरुण खोला यो चाहिँ हाम्रो के बजार हो मलाई थाहा भएन
जे बजार भए पनि तपाईँहरूले हेर्दै हुनुहुन्छ उत्तु मगरको ब्लग्स छैन ब्लग्स ल बिस्तारै बिस्तारै हामी लाग्दैछौँ अरुण खोला यो चाहिँ आउनुभयो तपाईँ अरुण खोलाको बाटोमा है त्यसपछि हामी पुग्छौँ दाउन्ने त्यसबाट चाहिँ राइट टर्न रहेछ डाइभर्जन रहेछ डाइभर्जनलाई चाहिँ मैले हर्न बजाएर एन्ड देन बल्ल क्रस गर्छु यो चाहिँ अरुण खोला अनि अरुण खोलाको एउटा यस्तो कहानी रहेछ के कहानी रहेछ भन्दाखेरि पहिला चाहिँ एउटा अरुण भन्ने मान्छे बस्थ्यो गरे यहाँ फ्यामिलीमा सबैजना गरिब तर ऊ चाहिँ एकदमै के सबैको हेल्प गर्ने यस्तो उ गर्ने होइन अनि पछि चाहिँ के भएछ भन्दा अब यो गाउँ अब खोला नजिकै अब गाउँ मान्छे डुबिरहेको रहेछ अनि डुबिराख्दाखेरि चाहिँ उसले चाहिँ बचाउनु जाँदा त्यो मान्छेलाई त बचायो तर ऊ चाहिँ बाँच्न सकेन क्या अनि ऊ बाँच्न नसकिसकेपछि अब गाउँलेवालाले खोलाको नामै अब अरुण खोला राखिदिनु न त भनेर चाहिँ त्यसरी चाहिँ अरुण खोला भएको रे भन्नेमा त कस्तो मजा आउँथ्यो अरुण खोला पास गरियो अब यसपछि चाहिँ दाउन्ने कता कता छ क्या यहाँ बाटो त जङ्गल यस्तो जङ्गलभित्र छिराउँछ र कहाँ जान्छ जस्तो लाग्छ अरे अघि पनि यस्तै यस्तै भित्रबाट गइरहेको देखिरहेको थिएँ यताबाट छ होला क्या बाटो जाने ठाउँ त यता हेर्ने चक्करमा फेरि यतातिर होला फेरि ल यो चाहिँ भत्केको पुल पहिला सुरुमा भत्केको होला ठाउँ पनि रमाइलो छ पुल पनि भत्केको थियो र नयाँ पुल यो बन्ने टाइम लाग्यो कतिचोटि त म यो खोलामा 10 चोटि त गोरोदोरो गरेँ होला ओहो धुलो के को धुलो भनेको त बाटो बनाउनको लागि धुलो पो रहेछ है यो चाहिँ दाउन्ने है अब चाहिँ दाउन्ने यो अगाडिको गएको बजार म कुरा गर्ने चक्करमा यार बजार पनि के हो भन्ने बिर्सेँ यार है उखार चाहिँ त बाटो चाहिँ हो क्या यो चाहिँ तपाईँको फलामको फलाम भन्नु आयो सिमेन्टीको बाटो पिबिसी सिबिसी हो कि रिबिसी डिबिसी गरेर कस्तो कुदाएको त त्यसले त मेबी देखा त रोक भाइ ल ओभरटेक गर्दै जाम ल त्यसले बाइक काट्यो भने चाहिँ त्यहाँबाट गाडी आएको छैन यसको पछाडिबाट सट्ट लागेर यसरी कुनाबाट सट्ट लाग्दिमी भइहाल्यो नि इट्स इजी यु हेभ टु जस्ट अन्डरस्ट्यान्ड द रोड है रोड प्रेजेन्सलाई चाहिँ अन्डरस्ट्यान्ड गर्नु पऱ्यो त्यही हो कि त्यसले उसलेर गयो बिचरा बाई द वे आइ एम सुटिङ फ्रम डिजे एक्सन 5 प्रो एन्ड यसको मलाई कमाल के लाग्छ भन्दा यो लो लाइटमा पनि अलिक पर्फर्मेन्स राम्रो दिन्छ अरे यु क्यान सी कस्तो छ अहिले यो अहिले एन्टी फिल्टर लगाएर चाहिँ हल्का मधुरो चाहिँ देखियो होला बट नट नाउ यु क्यान सी मजाले देख्न सक्नुहुन्छ ओइ एन्टी फिल्टर लागेको छ अटोमा चाहिँ मैले सुट गरेको छैन बिकज आई वान्ट सिनेमेटिक सुटिङको लागि चाहिँ फ्रेम रेट घटाउने एक्सपोजर घटाउने यो त्यो एन्ड देन गर्दाखेरि चाहिँ तपाईँको एन्टी फिल्टर चाहिँ रिक्वायरमेन्ट हुन्छ यस्तो आएको छ यस्तो भिडियो चाहिँ तपाईँहरूले डिजेआई मनपर्छ भने तपाईँले यु क्यान गो चेक इट आउट अहिले त डिजेआई 6 पनि आएको छ राम्रो छ पर्फर्मेन्स राम्रो दिन्छ लो लाइटमा राम्रो छ भन्छ यो ढुङ्गाहरूले मलाई बहुत परेसान गर्छ यार अनि यो कान डुम्म हुन्छ क्या यो उकालो लाग्दाखेरि रादर देन द्याट डिजेआई नेभर अपसेट मी है एकछिन अहिले हामी दाउन्ने कटेपछि यसो बर्गाटपछि चाहिँ हामीले रेस्ट गर्नेछ थोरै आँखु जुस खानको लागि चाहिँ यसो राम्रो ठाउँ खोजेर चाहिँ म रुक्नेछु र तपाईँलाई आँखु जुस खाएको यसो बताउने छु के छ के हो यो कि आज त मलाई त चेकिङमा रोकेको छैन 2-3 ठाउँमा थियो त्यहाँ पनि रोकेन आजभोलि चेकिङ चाहिँ बच्चा डह्रो भइरहेको छ है तपाईँको लाइसेन्स बिना चाहिँ हिँड्नुहुन्छ भने 15,000 को फाइन भनेर चाहिँ भनेको छ धुलो हेर्नु त ओहो बन्दैछ राम्रो हो डेभलपिङ भएको तर धुलो बेसरी छ ल ओभरटेक गर्दैछु म यताबाट पनि ओभरटेक गर्दैछु म के छ मान्छेहरू आएको छ कि छैन यो चाहिँ हाम्रो दाउन्नेको बिचमा आइयो भनौँ ओह्रालो झर्न लाग्यो ओह्रालो झर्दाखेरि चाहिँ बी केयरफुल अगाडिबाट तपाईँको गाडीहरू कतिखेर आउँछ यो मुढो अनि थाहै पनि हुँदैन एन्ड ओभर स्पिडिङ ना यो चाहिँ बर्दघाट हेर्नु त ओहो एरिया त मस्त छ त मस्त भिडियोमा कस्तो देखेछ आई डोन्ट नो बट आई क्यान सी रियली प्रिटी कुल भिडियो सुट फोटो सुट आजभोलि इन्डियन टुरिस्टहरू बहुत आउनु लाग्छन् इट्स सो गुड टुरिस्टहरू आएको राम्रो हो हाम्रो कल्चरलाई तिनीहरूले अब्जर्भ गर्ने यहाँ भिजिट गर्ने इकोनोमी बढाउने सबैको राम्रो बट त्यो मन्दिरको आगोमा गएर यिनीहरू कट्टु सुकाउँछ जताभावी यिनीहरूले थुक्छ मुत्छ भेरी ब्याड ना यिनीहरूलाई चाहिँ अलिकति तमिज चाहिँ यिनीहरूले इन्डियामा सिकेको छन् हिपोक्रेसी की भी सीमा होती है घाम चाहिँ एकदमै आइरहेको छ मजाले एकदमै मलाई सेकिरहेको छ यो चाहिँ बर्दघाट है बर्दघाट हामी कट्यौँ भर्खरै हामी चाहिँ जाँदैछौँ कहाँनिर भन्दाखेरि
जाँदैछ मकौको जुस खोज्नु। पहिला चाहिँ यहाँनिर एउटा यो साइडमा कतानिर भन्दा यहाँ होइन अलि अगाडितिर यहाँ चाहिँ उखु जुस लाग्थ्यो, पर त्यहाँ चाहिँ के बनाउनु लागेको रहेछ, त्यही भएर चाहिँ तपाईँको उखु जुसहरू चाहिँ अहिले राख्नु चाहिँ छोडेको छ। One eternity later. यहाँ रहेछ ल, यहाँ चाहिँ बसेर यसो उखु जुसको लुफ्त उठाउनु पऱ्यो है त, लाएर खानु पऱ्यो उखु जुस। एक ग्लास यो ग्लास है थ्याङ्क यू भाइ, मजा आयो। लङ राइड बसेको मौखी जुस खान मजै छुट्यो। स्क्यान त्यहाँ गरेँ है, फेरि लाग्नु पऱ्यो। चलो भाइ, अच्छा छ। गन्नावाला जुस खा लियो, मिठो लाग्यो, चिसो थियो, फ्रेस पनि भइयो, तिर्खाउनु लाग्थ्यो। खासै केही बाटोमा त्यस्तो त छैन, म भइहाल्यो भने चाहिँ म फेरि भिडियोलाई चाहिँ अन गरेर म तपाईँहरूलाई देखाइहाल्छु नि है। A few moments later. That's it for today's ride. Thanks for coming along. Ride safe, and I'll catch you in the next one. हिपोक्रेसी की भी सीमा होती है।